कहिलेकाहीँ अरूले हामीलाई दिएको चोट केवल 20% हुन्छ, तर बाँकी 80% चोट हामी आफैले आफ्नो रिएक्सन, गलत सोच र गलत निर्णयबाट थपिरहेका हुन्छौँ। यो कुरा बुझ्न एकैपटक यो भिडियो ध्यान दिएर हेर्नुहोस् त। यहाँ एउटा ठुलो रुख छ र एउटा भारी काठ त्यो रुखमा बाँधिएको छ। त्यही बाटो हुँदै एउटा भालु आउँछ, तर भालुलाई लाग्छ यो काठले मेरो बाटो छेकिरहेको छ। त्यसपछि उसले काठलाई हटाउन धक्का दिन्छ, तर काठ डोरीमा बाँधिएको थियो। त्यसैले काठ अगाडि गएर फेरि फर्किन्छ र फर्किँदा भालुलाई नै लाग्छ। अब भालुलाई दुख्छ अनि दुखेसँगै रिस पनि आउँछ। उसलाई लाग्छ यो काठले मलाई हिर्काउने, अब यसलाई म छोड्दिनँ। त्यसपछि भालु फेरि काठमाथि आक्रमण गर्छ, तर फेरि काठ फर्किन्छ र फेरि भालुलाई नै चोट पुग्छ। अब दुखाइ अझ बढ्दछ, तर त्यस सँगसँगै भालुको रिस पनि झन्झन बढ्दै गइरहेको थियो। अनि अन्तमा भालुले सोध्छ अब यो काठलाई म तोडेरै छोड्छु। ऊ आफ्नो सम्पूर्ण शक्ति लगाएर जोडले काठलाई धकेल्छ। काठ निकै माथिसम्म उफ्रिन्छ, तर केही समयपछि फेरि फर्केर आउँछ र अन्ततः भालुलाई ठुलो चोट पुग्छ। अब एकछिन सोच्नुहोस् त, भालुलाई चोट कसले दिइरहेको थियो? काठले हो, तर त्यो काठलाई शक्ति कसले दिइरहेको थियो? भालु आफैले। यही कुरा हाम्रो जीवनमा पनि हुन्छ। कहिलेकाहीँ कसैले हामीलाई एउटा सानो कुरा भन्छ, सायद उसले हामीलाई 20% मात्र चोट पुर्याएको हुनसक्छ, तर हामी त्यसलाई दिमागमा बारम्बार घुमाउँछौँ, त्यसकै बारेमा सोचिरहन्छौँ, रिसाउँछौँ र जवाब दिन्छौँ र त्यसपछि अरू प्रतिक्रिया दिन्छौँ, अनि त्यही सानो कुराले ठुलो झगडाको रूप लिन्छ। अन्तमा हेर्दा के हुन्छ भन्दाखेरि सामुन्नेको मान्छेले दिएको चोटभन्दा धेरै चोट त हामीले आफ्नै रियाक्सनबाट आफूलाई नै दिइरहेका हुन्छौँ। त्यसैले एउटा कुरा सधैँ याद राख्नुहोस्, अरू मानिसले तपाईँको एउटा बटन थिच्न सक्छन्, तर त्यसपछि रियाक्ट गर्ने कि नगर्ने भन्ने निर्णय पूर्णतः तपाईँकै हातमा हुन्छ। तपाईँ कुनै टिभी जस्तो होइन जसको रिमोट अरूको हातमा छ र उनीहरूले बटन थिच्ने बित्तिकै तपाईँहरूले रियाक्ट गर्नै पर्छ। तपाईँको जीवनको रिमोट तपाईँको आफ्नै हातमा हुनुपर्छ। कसैले रिस उठायो भन्दैमा रिसाउनै पर्छ भन्ने होइन, कसैले नराम्रो भन्यो भन्दैमा जवाब दिनै पर्छ भन्ने हुँदैन, कसैले तपाईँलाई उक्सायो भन्दैमा आफ्नो शान्ति गुमाउनै पर्छ भन्ने छैन। किनकि जब तपाईँको आफ्नो रिएक्सन अरूको हातमा हुन्छ तब उनीहरूले बटन थिचिरहन्छन् र चोट तपाईँलाई बारम्बार लागिरहन्छ। त्यसैले अर्को पटक कसैले तपाईँलाई ट्रिगर गर्यो भने तुरुन्तै रियाक्ट नगर्नुहोस्। एकछिन रोकिएर सोच्नुहोस्, मैले अहिले प्रतिक्रिया दिँदा यो समस्या समाधान हुन्छ कि म आफैले यसलाई अझ ठुलो बनाउँदैछु? याद राख्नुहोस्, अरूले तपाईँलाई चोट पुर्याउने शक्ति कति पाउँछन् भन्ने कुरा धेरै हदसम्म तपाईँको रिएक्सनमै निर्भर गर्दछ। आफ्नो जीवनको रिमोट अरूको हातमा नदिनुहोस्, किनकि अरूले बटन जति बेला मन लाग्यो त्यति बेला थिचिरहन्छन्, तर हरेक पटक दुख्ने तपाईँलाई नै हो। यदि भिडियो अलिकति पनि रिलेटिभ लाग्यो भने कमेन्टमा आई एम एग्री लेख्न नबिर्सनुहोला र यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरी सपोर्ट गर्नुहोला। धन्यवाद।